धेरै पछि यसरी खाना खाना खान पाएको जस्तो छ। यसरी खाना खाएपछि बल्ल पो मोटाउँछु म त, नत्र भने त्यहाँ धन्न हेर त सुकेर हड्डी मात्रै मेरी बाबाको छैन बिचरा। हड्डी मात्रै छन् बिचराका। हेलो साथीहरू, वेलकम न्यू मिनी ब्लग। एकछिन इन्द्र बहादुर कसेर हजुरहरूलाई मेरो न्यू मिनी ब्लगमा एकदम स्वागत गर्न चाहन्छु। आशा छ सबै सन्चै हुन्छ होला। म एकदम सन्चैमै गुड एन्ड फिट चाहन्छु। मेरो आजको दिनको सुरुवात चाहिँ बिहानै के राम्रो तरिकाले हुँदै बिहान गइयो, उठेर पखाला सलास गइयो होइन। अनि यत्रो कपडा धुनु छ, धेरै भएको थियो कपडा सौडा नधोएको होइन। अब आज कपडा सौडा धोइदिनु पऱ्यो भनेर कपडा सौडा तानेको। थोरै हुँदो कपडा आम्मामा पनि धेरै कपडा पनि तरिका यत्रो कपडा धुनु कम छ। कपडा धुनलाई फेरि माथि अब धारामा पानी आएको छैन, पानी नआएपछि ड्रममा पानी छैन, पानी नभएपछि अब जानु पऱ्यो कुवामा। फेरि मलाई घरमा पानी धुनभन्दा घरमा कपडा सौडा धुनुभन्दा नि मलाई कुवामा आएर कपडा धुन एकदम रमाइलो लाग्छ। किनकि अब घरमा आयो घचाएको धुने ठाउँ पनि एकदम राम्रो छ होइन। अनि पानी सानी पनि एकदम मजासँग छ होइन। कोही पनि छैन, दिउँसो ठाएको छामझाम गऱ्यो, ध्यान धोयो, यस्तो रमाइलो लाग्छ। अनि कपडा पनि मैल पनि सर्पक्क जान्छ भनेर म चाहिँ पराएँ चाहिँ पहिल्यैदेखि नै कपडा चाहिँ म चाहिँ कुवामा आएर धुने गर्छु होइन। अब फेरि कोहीले भन्ला फेरि पछि कि मैले यदि कुनै कारणले या पछि मैले झुक्केर कतै बिहा गरिहालेँ भने पनि पछि बेला यसले बिहा गरेर आफ्नो कपडा आफै धाछ है, जोइले धुन छोडेर भन्छन्। अहिले फेरि के भन्छन् फेरि, ल यस्तै कठै हेर त बिचरा बिहा गराए त आफै धुनु पर्थ्यो होला र बुढले धोइदिन्छ भने। कस्तो छ दुनियाँ आमा समाज, यस्तो लाग्छ कि अब के गर्नु। अब नराम्रोसँग बाँध्न पनि दिँदैन यार मलाई, यार के गर्नु, गाह्रो छ। अनि मैले चाहिँ कपडा सपडा धोइसकेँ, कपडा सपडा धोएर ल्याएर छत पनि सुधाइसकेँ। आज बिहानको मौसम पानी परिरहेको थियो नि त, राति हिजो राति। अनि त्यही भएर मौसम त आमा यस्तो दामी थियो होइन। अनि यहाँदेखि हाम्रो तलदेखि खस्यो भने त मान्छे सास फेर्न पाउन भन्छ जाने त, दाइको घरदेखि खस्यो भने त अहिले पनि भन्न पाउँदैन क्या। अनि यहाँ चाहिँ अनि यस्तो यहाँदेखि कस्तो भ्यू देखिन्छ भनेको त, ओ माई गड, ल हेर्नु त भ्यू आमामामा। सुर्खेत बजार अनि यहाँदेखि चाहिँ क्षेत्रीय हस्पिटल चाहिँ एकदम दामी देखिन्छ, परिवेश अस्पताल होइन। मैले चाहिँ बिहानदेखि खाना खाँदैन कि होइन। यस्तो भोक लाग्यो भने गएँ पसलमा गएर अन्डा लिएर आएँ। अन्डा सर्लक्क भुटेँ होइन, दामीसँग प्याज हालेर खुर्सानी सुर्सानी हालेर नुन हालेर कस्तो मजासँग अन्डा भुटेँ होइन। अनि तरकारी पनि एकदम चिसो थियो कि, दाल पनि। अनि फेरि मलाई बिहान बजार गएर आउने नास्ता खाएर आएको, भोक लागेको थिएन। अहिले त यस्तो मिठो भोक लाग्यो ठ्याक्क अन्डा मस्तसँग भुटेँ होइन। अन्डा भुटिसकेपछि नुन कसँग चाहिएको, वाउ मिठो रहेछ। न्याम्म पारेर भात हालियो, तरकारी तताइया थियो, पुरै हानियो, कुइनादेखि रस चुइने गरी हानिदिएको। अनि टन्न बज्यो। फेरि म फेरि खाना फेरि भन्छ धेरै खाँदैन, थोत्रै कि 2-4 ग्लास मात्र फेरि भात खाना खान्छु होइन।